Hello everyone, it's me Santosh Kumar. Welcome back. हामी चाहिँ बुलेट पड्काउने पाटा यो भएन, यो चलाइ भएन तेरो जोमसङको छैन हैन ट्याक्क जानु पर्ने हुन्छ हाम्रो हामी Hello everyone, it's me Santosh Kumar. Welcome back to my another Mustang vlog है त अब हामी चाहिँ घरै छौं पानी परिरहेछ के हुन्छ थाहा छैन अब हिँड्दै छौं हामी चाहिँ दिनेशकोमा जान्छौं म त्यहाँ गएर हल्का फुल्का भन्छु अनि त्यसपछि हामी सिधै लाग्नु पर्ने हुन्छ है त लेट्स गो फाइनल्ली हामी चाहिँ हाम्रो दिनेशको घरमा आइसक्यौँ अब चाहिँ सबले केटाहरूले र्याङ्कोट चाहिँ भिडिसके अब मेरो पालो मैले चाहिँ हजुरहरूलाई मेरो लुक्स हल्का के कस्तो छ हल्का देखाऊँ भनेर चाहिँ यत्तिकै बसेछ है अब चाहिँ हाम्रो दुईटा केटाहरू आउँदैछ ट्याक्क अब एउटा मेरो एक लुक्स हेरिदिनुहोस् अनि त्यसपछि चाहिँ म भ्लग फेरि स्टार्ट गर्छु है त मेरो लुक्स चाहिँ यो छ अब ट्याक्क रेन्ट लगाइसकेपछि केही पनि देखिनँ सो त्यही भएर अब चाहिँ डाइरेक्ट बाटोमा भेटौँ है त ल हामी चाहिँ फाइनल्ली यहाँ पेट्रोल पम्प आइसक्यौँ अब पेट्रोल पम्पमा ट्याक्क पेट्रोल हालेर मैले चाहिँ स्कुटी चलाउँछु केटाहरू यहाँ छ है ट्याक्क लगाएर हामी चाहिँ जाँदैछौँ अब चाहिँ जानु पर्ने हुन्छ लेट्स गो गाइज फाइनल्ली हामी चाहिँ हाम्रो यात्रा सुरु नहुँदै यहीँ बाइक बिग्रेर तनाव पनि भयो जस यहाँ बाइक बिग्रेको जस ठिकै हो बाटोमा गएर बिग्रिन भन्दा जस नजिकै बिग्रियो ठिकै छ हाम्रो मामाको बाइक बिग्रियो ठिकै छ बाटोमा गएर अब बिग्रिन भन्दा यहीँ बिग्रेको राम्रो होइन त्यही भएर चाहिँ हामी चाहिँ मजाले बस्दैछौँ अब यो बाइक बनाएर चाहिँ डाइरेक्ट जानुपर्ने हुन्छ र बाटोमै भेट्छु है त फाइनल्ली हामी चाहिँ बेनी आइपुग्यौँ होइन त्यो त्यहाँ बाइकले बिचमा धोका दिएर यस्तो तनाव भयो बेनी नआउँदै ठिकै छ अब होप यहाँभन्दा उता चाहिँ अब ग्यारेजहरू हुँदैन अलि गाह्रो पर्छ बाटोमा त्यही भएर हल्का फुल्का प्रब्लम निस्केको पनि के बोले म हल्का फुल्का प्रब्लम निस्केको पनि ट्याक्क लगाएर यहीँबाट बनाएर जानुपर्ने हुन्छ रेसन केटाहरू त्यही हो मेरो पछाडि चाहिँ अहिले यहाँ बहिनी बसेको छिन् एकैछिनलाई होइन बहिनीले साह्रै दुःख पाइन् त्यहाँ बुलेटमा दुःख पाइन् त्यही भएर यहाँ बहिनी यहाँ छन् अब अहिले चाहिँ ट्याक्क लगायो हाम्रो केटाहरू आएछ म डाइरेक्ट देखाउँछु है फाइनल्ली हामी चाहिँ बुलेट पड्काउने पाटा गर्दै जाने भयो ठिकै छ अघि स्कुटीमा थियौँ अहिले दुई फेरि बुलेटमा भयो अघि मेरो पछाडि बहिनी थिइन् अब फेरि अर्को साथी आयो ल अब चाहिँ जानुपर्ने हुन्छ अब चाहिँ माउन्टमा हालेर नि हल्का फुल्का हान्छु भ्लग है त्यही हेर्दै जाऊँ कतिको रमाइलो हुन्छ ल ओके बाई बाई हामी चाहिँ ट्याक्क लगाएर यहाँ कोकोलाई भेटिन्छ फेरि बिहान आएछ है हिँडोकै स्कुटीदेखि डाइरेक्ट हामी यहाँ बुलेटमा आइसकेको छौँ किनकि हामीलाई स्कुटी खापेन यो बुलेटको साउलाई बुलेट खापेन केही भन्न चाहनुहुन्छ हजुर तर सो हामी चाहिँ अब जो हिँड्दैछौँ बाटोमा हामी यो कालीगण्डकी रिसोर्ट चाहिँ कटिसक्यौँ म्याग्दीको हामी चाहिँ यो ठाउँको नाम चाहिँ थाहा छैन मलाई चाहिँ किनकि पहिल्यै आइसकेको हो म तर पनि ठाउँको नाम चाहिँ बिर्सेँ होइन जोस् हल्का फुल्का अहिले चाहिँ मैले यहाँ माउन्टमा राखेर यसो ट्राई गरिरहेको छु हेरौँ के कस्तो हुन्छ हाम्रो आजको यात्रा अब चाहिँ धोका नदियोस् बाइकले भन्ने छ हेरौँ अब के हुन्छ होइन सुशील के पुग्ला त अब हाम्रो हातमा परेपछि बुलेटले धोका दिएला कि नदेला दिन्न हामीलाई दिन्न दिने भए हामीलाई अघि नै दिइसक्थ्यो होइन ल त्यही नै हो बाटोमा गएर हल्का फुल्का के हुन्छ हेर्दै गर्नुपर्ने हुन्छ गाइस बसले ओभरटेक हान्छ त हामीलाई त्यहाँ के चुस्छ
बसले हेर्दै यार यो बसले हरि कुदाएको क्या अघिदेखि हेर्नुहोस् गाइजहरू यो बसले यस्तो पेली छ नि माया कसम रोकेर फर्किनु जस्तो रिस क्या यार ओए कस्तो ठाउँमा रोक्नु पर्यो ल्या हेर्नुहोस् सब यस्तो छ होला ल्याउला पछाडि मुखेर ढुवाङ हाल्नु फेरि यो खतरा ठाउँमा आएर झन् यस्तो सन्त हिँड्नु पर्यो नि यार हामीलाई है सुशील ओए खतरा ठाउँमा आएर झन् सन्त हिँड्नु परिन्छ क्या झन् यो ठाउँ काटौँ भनेर ठाउँै छैन अगाडि जाने जिन्दगी 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 हामीलाई के खुवाउँछ यस्तै हो गाइज मैले यो चाहिँ एङ्गलमा सुशीललाई भनेर चाहिँ अगाडि पछाडिको सब लिइरहेको छु यो चाहिँ मिलाएर काटेर ट्याक्क हाल्नु पर्ने हुन्छ मुस्ताङको के बोल्छु म यार मुस्ताङको असली मजा चाहिँ सुशील र मैले लिँदैछौँ है भर्खर चाहिँ मुस्ताङ नपुग्दा पनि अहिले फिल भइसक्यो तपाईँलाई होइन फाइनल्ली गाइज हामी चाहिँ हाम्रो ग्रुपसँग बल्ल भेट भइसकेका छौँ हाम्रो ग्रुपसँग चाहिँ बल्ल जियोस् अगाडि पछाडि भएर हिँडेको थियौँ अब बल्ल चाहिँ सँगै हिँड्दैछौँ हजुरहरूलाई यसै क्रममा हजुरलाई दामी दामी भ्यू देखाउँदैछु गाइस रमाइलो भइरहेछ जे होस् यहाँ चाहिँ पहिरो आएरहेछ केही छ त्यही पनि आया नो वरिज हामी चाहिँ बिस्तारै बिस्तारै लड्किँदै ढल्किँदै हिँड्दैछौँ हम चाहिँ घुचार्न पर्ने अवस्था आइसकेको छ त्यसमा चाहिँ गयो फाइनल्ली हामीले त स्कुटीलाई चाहिँ पठाइयो त्यही भएर हामी पछि हिँड्न खोजेको होइन के हो ठिक छ So we survived भर्खरै पल्टेर है यो भएन यो चलाइ भएन तेरो साला झन्डै सकिएको नि साथीहरू एकदम बहुत ओहो म त यस्तो गरेर ढुङ्गा अड्केको रमाइलो भयो साथीहरू सो मेरोमा नदेखेको फुटेज चाहिँ सन्तोष भ्लगमा हेर्नु होला त्यो देख्नुहुन्छ है त तर यहाँ छैन र खिचेनस् फाइनल्ली गाइज हामी चाहिँ यता म्याग्दी तातो पनि आइसकेको छौँ देख्न सक्नु सो गाइज हामी चाहिँ अहिले म्याग्दी तातो पनि आइसकेको छौँ हेर्न सक्नुहुन्छ यसको नाम नेचुरल स्प्रिङ प्राइभेट लिमिटेड यहाँको सिन चाहिँ यस्तो बवाल छ होइन जस हेर्दै जाऊँ के कस्तो हुन्छ हाम्रो यात्रा जियोस् अहिलेसम्म चाहिँ बाइकले धोका दिएको छैन अघिसम्म चाहिँ दिइरहेको हाम्रो हातमा परेपछि दिन्न ल अब अरू त्यही हो बाटोमा गयो भेट्नु पर्ने हुन्छ है त गाइस चाहिँ अहिले नारसाङ झरनाको हल्का तल छौँ होइन हल्का तल होइन हल्का माथि नै आइसक्यौँ यो चाहिँ नारसाङ हो र हामी चाहिँ यहाँ यसो पानी सानी खान रोकेको थियौँ त्यही हो गाइस हामी दुईवटा केटाहरू चाहिँ गइसक्यो दुईवटा बाइकमा
हामी चाहिँ यहाँ छौँ कि यस बाटोमा हल्का फुल्का भेट्दै गर्नुपर्ने हुन्छ है त। फाइनल्ली गाइज हामी चाहिँ रुप्से आइसकेको अवस्था छ। जे होस् अब यहाँसम्म चाहिँ आइयो, कतिखेर पुगिन्छ थाहा छैन। हामी चाहिँ आनन्दले चिल पारामा हिँडिरहेको छौँ होइन। यस रमाइलो छ रमाइलो, नाइस है नाइस। हामी चाहिँ अहिले घाँसको चेकिङ पोस्टमा छौँ। यहाँ चाहिँ मुस्ताङ जानेमा चाहिँ इन्ट्री गर्नुपर्छ। हामीले चाहिँ इन्ट्री गरिसक्यो होइन। अब चाहिँ ट्याक्क जानुपर्ने हुन्छ। दामी देख्छ, हामी चाहिँ मजाले यो बाइकमा चाहिँ हल्का मोबिल चाहिँ थप्नुपर्छ। सो त्यही भएर चाहिँ हामीले सामानहरू पनि सबै लिएर आएको थियौँ। लाएर अब चाहिँ फेरेर जानुपर्ने हुन्छ। ल ठिक छ, अब चाहिँ के कस्तो हुन्छ हेर्दै जाऊँ होइन। इन्जोय गर्नु होला यो भ्लगहरू। मेरो भ्लग 1 घन्टा बढीको हुन्छ होला यार। ठुलो बवाल छ नि, बवाल देख्यो हेर त त्यहाँ न, बवाल देख्यो है। कस्तो बवाल देखिरहेको छ नि यहाँदेखि। यहाँको भ्यू चाहिँ यस्तो बवाल छ, यस्तो मजा आइरहेको छ। कुहिरो लाएर पुरा होइन। यता पानी चाहिँ नपरेको रहेछ, हिजो चाहिँ परेको रहेछ। यस आज चाहिँ यता परे छैन। त्यस्तो परेको भए मौसमै छुट्टै हुन्थ्यो। बल्ल बल्ल हल्का फुल्का चिसो चिसो हान्दै मजा आएछ नि यार।
मरुभूमि भनेको यही हो कि तर यस्तो मजा आइरहेछ नि भ्यू हेर्न मैले त बाइक चलाइरहेको छु त्यही मैले मोबाइलहरू यताउतिसम्म त पाएको छैन होइन सुशीलले पछाडि खिचेको भ्लगहरूलाई यताउति भिडियोलाई मिलाएर ट्याकटुक राख्छु मैले होइन त्यही हो मैले चाहिँ मोटो भ्लग गरिरहेको छु अहिले चाहिँ हालचाल सो त्यही भएर हजुरहरूको लागि मैले यत्रो धेरै खतरा भिडियोहरू सिनेमेटिक हालेको छु त्यही भएर हजुरहरू इन्जोय गर्नु होला झ्याउ नमानिकन है तल्ला के हो कुरो त्यही हो कुरो यस्तो बवाल देखिरह होला होइन क्यामेरामा पनि तर मैले हाम्रो आँखाले पनि यस्तो दामी देखेछ दामी हाम्रो मामा र रोहन चाहिँ गइसक्नु भएको छ अगाडि खै अघि यहीँ प्याक गरी त के पड्यो जस अब यहाँदेखि चाहिँ अहिले म भिडियो गर्छु है त सो फाइनल्ली हामी चाहिँ मार्फतदेखि यता आइसक्यौँ मेरो चाहिँ मोटो भ्लगिङ नै भइरहेछ किनकि म अगाडि बाइक चलाउँदैछु बाइक खिचेर चाहिँ म अनि बाइक चलाउँदै थिएँ त्यही भएर त्यस्तो धेरै भिडियो चाहिँ खिच्न पाएन मैले त्यो अगाडिको मात्र खिचेको अब त्यही अघि मैले भनिहालेँ मैले सुसुकोदेखि हल्का क्लिपहरू लिइरहेको छु यस रमाइलो भइरहेको छ हामी मार्फतदेखि यता आइसक्यौँ अब जुनसुन पुगेर चाहिँ ट्याक्क म भेट्छु है त त्यहाँ मिसफायर हान्छ क्या अनि त्यहाँबाट ट्याक्क दुईजना चाहिँ उहीँ जोमसुम पुगिसक्यो अरे अब हामी पनि त्यहीँ गएर ट्याक्क सबैसँगै भेट्नुपर्ने हुन्छ है त कस्तो फिल भइरहेको छ दुईजनालाई के है ल हामी चाहिँ ट्याक्क अब यहाँ जोमसोमको यो कुन ठाउँमा थाहा छैन होइन यो रेस्टुरेन्टको नाम चाहिँ थाहा छैन ट्याक्क यहाँ खाजासाजा खाएर चाहिँ हामी चोचाङ समथिङ के भन्ने ठाउँमा ठ्याक्कै मैले ठ्याक्कै भन्न आएन हो त्यो ठाउँमा गएर चाहिँ बसिन्छ आज अनि भोलि चाहिँ लोमान्थाङ उता अप्पर मुस्ताङ गएर चाहिँ हामी फर्किने कुरा छ हेरौँ के हुन्छ है फाइनल्ली हामी चाहिँ खाजासाजा खाएर हामी रुममा आइसक्यौँ होइन रोशन सर अब चाहिँ हामी उता अप्पर नजाने भयो किनकि ढिलो पनि भइसक्यो होइन भोलि जाँदा त्यस्तै हो हामी चाहिँ अब कोहीहरू टिचरहरू हुनुहुन्छ कोहीहरू यताउति जब गर्ने हुन्छ सो त्यही भएर हल्का फुल्का म्यानेज गरेर चाहिँ आज जोमसुम बसेछौँ अनि अब चाहिँ छेमा लेक र डुम्बा केलेको त्यहाँ गएर चाहिँ धेरै कसैले डुम्बा भन्छन् कसैले डुम्बा भन्छन् त्यही भएर खै के अब जसले जे बुझ्नुहुन्छ त्यही बुझ्नुहोस् तर म त पहिल्यै गइसकेको छु तर पनि अब सबै जानुमा अब फरक पर्छ नि त त्यही भएर चाहिँ डुम्बा हो त्यो दुईटा लेकमा चाहिँ गएर फर्किन्छौँ अनि भोलि चाहिँ हामी मुक्तिनाथ दर्शन गरेर चाहिँ अब के कस्तो हुन्छ कतिखेर फर्किन्छौँ म हजुरलाई देखाइ नै हाल्छु है त गाइस फाइनल्ली म पनि रेडी भइसकेँ ट्याक्क हाम्रो मामा पनि रेडी हाम्रो रोहन पनि रेडी हाम्रो सायना पनि रेडी दिनेश पनि रेडी हाम्रो दिया बहिनी पनि रेडी सुशील रोशन सबजना रेडी अब चाहिँ हामी लाग्नु पर्ने हुन्छ हाम्रो पहिला कता गइन्छ ढुम्बा लेक पहिला हाम्रो ढुम्बा लेक पहिला छेमा गएर अनि ढुम्बा लेक हुँदै हामी ब्याक टु हाम्रो यो रुममा आइन्छ है के कस्तो हुन्छ म हल्का फुल्का देखिहाल्छु कोलियो भनेको यो तर चाहिँ हावाली है र नेक्स्ट एक सर्ट देखाइदिनुहोस् त मलाई खाना छ ठिक छ नि ल यही हो अब ज्याकेट साकेट त यही लगाइयो भित्रबाट लगाइएछ किनकि अब अघि अब फोहोर भइहाल्यो होइन यसैलाई फर्काइदिने अब ल हामी चाहिँ अब हिँडिसकेको छौँ
सायना र दिया बहिनी एउटा स्कुटीमा, हामी हाम्रो बुलेटमा अनि एउटा हन्डामा, एउटा अर्को के भन्छ यामाहामा। अब हामी चाहिँ जानुपर्ने हुन्छ माथितिर। ल हामी चाहिँ अब बल्ल सबै सँगै भइयो होइन। यहाँ दिनेश चाहिँ मायालुको बनाएर गएको छ, सुशील मायालु। ट्याक्क जानु पर्ने हुन्छ हाम्रो यात्रातर्फ, हाम्रो गन्तव्यतर्फ। कुदाउँदो एकैछिन कुदाउँछ सर। फाइनल्ली मलाई यो ठाउँ होइन, हामी चाहिँ त्यो जय हो मुभीको म्युजिक भिडियो थियो, त्यसमा चाहिँ हाम्रो यो ठिनी हो यहाँ चाहिँ हाम्रो सुटिङ भएको थियो ट्याक्कै। अनि मैले कसरी थाहा पाएँ भनेपछि ठ्याक्कै यसको लेफ्ट साइडतिर चाहिँ एयरपोर्ट थियो, अनि त्यही भएर चाहिँ मैले ठ्याक्कै थाहा पाइहालेँ हो। यो साइडमा चाहिँ हाम्रो 2 दिन सुटिङ यहीँ भएको थियो। ठ्याक्कै याद आइहाल्यो कि मलाई फेरि। कस्तो होला लाग्दैछौँ आफ्नो गन्तव्यतर्फ। और यहाँ चाहिँ दामी एउटा भ्यू देख्नु थियो, अहिले बादल लाएर फाइनल्ली हामी चाहिँ दुम्बा लेक आइसकेको छौँ। देख्न सक्नुहुन्छ यहाँ दुम्बा लेक टाढा आइसक्यो। ल है सबै त्यहाँभित्र गएर के हुन्छ यसो फोटोसोटो खिचेर भिडियो सिडियो बनाएर निस्किनु पर्ने हुन्छ छेमा लेकतिर। पानी चाहिँ बढेछ। Beauty of Dumba Lake. Dumba Lake. मजाले हामी चाहिँ आनन्दले फोटोसोटो खिच्दैछौँ होइन। भिडियो सिडियो नि अब ट्याक्क गराइन्छ, ट्याक्क गराउनु पर्ने हुन्छ। फाइनल्ली हामी दुम्बा लेकदेखि हामी फेरि ब्याक टु हाम्रो जोमसुम फर्किँदैछौँ, किनकि के भन्छ के अरे अब हामी जोमसुम फर्किन्छौँ। त्यहाँ गएर अब मजाले चिल हान्नु पर्ने हुन्छ। भोलि बिहान उठेर चाहिँ मुक्तिनाथ दर्शन गरेर मुक्तिनाथदेखि फर्किँदै हामी मार्फा गएर मजाले त्यहाँ पनि यसो हामी त घुमेको छौँ, अब नघुमेको साथीहरू पनि हुनुहुन्छ। सो त्यही भएर अनि त्यहाँ मजाले रैला हानेर चाहिँ हामी फर्किन्छौँ। स्टे ट्युन। अहिले म डाइरेक्ट हाम्रो रुममा गएर देखाउँछु, नभए हामीले बिहान खाजा खाएको ठाउँ गएर देखाउँछु है। ल त्यही हो गाइज, यहाँ हाम्रो भ्यू चाहिँ यत्तिकै छ। मजाले भिडियो सिडियो गराइयो होइन, फोटोहरू खिच्यो। मैले चाहिँ आज धेरै खिचेन, किनकि धेरै खिच्ने भने रोज्न गाह्रो हुन्छ होइन। त्यही भएर थोरै खिच्ने राम्रो खिच्ने भन्ने हाम्रो अभियान त्यो छ क्या। हामी के भन्न राति ल अहिले भेट्नुपर्छ है त। फाइनल्ली अब हामी चाहिँ अघि नै
हामी उता डुम्बा लेकदेखि फर्किसकेको थियौँ। मैले चाहिँ मोबाइल सब चार्जमा राखिसकेको थिएँ, त्यही भएर चाहिँ मैले मोबाइल झिक्न पाएन। आजलाई चाहिँ यति नै हुन्छ होला ब्लग। जमसुङदेखि हाम्रो यो के भन्छ मुक्तिनाथ गइन्छ होला, यताउति हल्का फुल्का देखाउँछु। त्यस्तो धेरै देखाउन होला सायद भोलि चाहिँ। आजलाई चाहिँ यति नै भयो होइन। हाम्रो चाहिँ ल के रे दिया बहिनी, ए अघि त बाई बाई भन्थ्यौ त। ल सायन ल बाई बाई। ल नमस्ते, म भाग्य दिनेश। भाग्य त ल आजको लागि शुभरात्रि। अब टु बी कन्टिन्यू भोलि बिहान डाइरेक्ट भेट्नुपर्छ है त। बाई बाई। अब यहाँ पार्टी हुँदैछ, पार्टी जस्तो त होइन, जे होस् यहाँ देखाइन्न भन्ने कुरो मात्र, ब्लगमा चाहिँ नदेखाऊँ। टु बी कन्टिन्यू भोलि बिहान भेट्नुपर्छ है त। See you in the another day.